हेलो गाइज, वेलकम ब्याक टु आवर मर्निङ स्टार भ्लग। होप सबैजना सन्चै हुनुहुन्छ र हामी पनि यहाँ सन्चै छौँ। केटाहरू अगाडि छ, भर्खरै यहाँबाट निक्लेको हामी। अनि सन्चै हो तिमीहरू? सन्चै हो तिमीहरू? अनि त आज चाहिँ मर्निङ स्टार केटाहरू धेरै छैन। अब हामी चारजना चाहिँ कहाँ जाला भनेर भन्दैन, हामी गएर देखाउँछौँ। वहीँ पुगेर भन्छ नि, वहीँ पुगेर भनौँला। अहिले बिचतिर कोही भेट्यो भने केही गऱ्यो भने देखाउँला, होइन भने सिधै हामी ठाउँ नै देखाउँला हजुरहरूलाई। ल आउँला, होइन आइसक्यो अब आज पहिला यता ठेकिन्छ मान्छे यहाँ छ है। उताको ठाउँ नहेर्नु, अहिले हामी एकैचोटि रिभिल गर्छु। आयो है, टाइम लगाए उकालोमा चाहिँ भिडियो खिच्न अलिक गाह्रो हुने भएर नखिच्यो कि, अनि एकैचोटि यहाँ आएर खिच्छु भनेर। अहिले त आइसक्यौँ हामी। ठेकी त सही हो यार, जे भने नि। ल अहिले हामी अब गेटमा पुगेपछि अहिले भेट्छ है त। ल अघि मैले ठेकीबाट देखाउँछु भनेको थिएँ नि। ल माझी किन शान्त भयो केटा हो? गुम्बा डाँडा है, गुम्बा डाँडा हाम्रो यो गुम्बा डाँडा है हामी चाहिँ। ल यस्तो खतरा देखा यार, तर भ्यू त बबा लाग्यो यार। जसले जे भन्ने यहाँनिर त खतरा छ। ल स्वागत पनि है, स्वागत पनि जे होस्, वेलकम रे। ल प्रस्थान। अब चाहिँ हामी यो गुम्बा डाँडाभित्र कहाँ कहाँ के सबै कुरा हजुरहरूलाई देखाउँछौँ। पहिला ठाउँमा जाउँ अनि भनौँला नि त अहिले। देखि केटा बाघ हल्नु टन टडान। ओरिजिनल पनि नदेखि नि ल, यहाँ चाहिँ देखेँ है ब्यानरमा। ओरिजिनलभन्दा कम चाहिँ छैन है यो फेरि। कस्तो हेर न, थेट के छ आज मान्छे टन्ने रहेछ कि यतातिर। अब त्यही त शनिबार भएर नि होला, पिकनिक होला अब परिवारसित सबजना। कोही आउने कोही जाने यस्तै छ अब यता। ल पुग्ने, यो पुग्छ है, बच्छ नि यो पुग्थ्यो एकपल्ट। पुग्यो यार, सास दाला दिएर सकेन है। त ट्राई गर्ने हो र, गर्दै एकपल्ट। त्यही राम्रोसँग गर्ने यार, मान्छे रात छोड्दै यसको अलि ल अलिअलि उता गएर भेटौँला नि त। अर्कोमा हेरौँ, अरू पनि छ यहाँ टन्ने, अर्कोमा गएर भेटौँला। सर र सानो क्लिप हेर्नुभयो होला यहाँ मूर्तिहरूको। अब चाहिँ हामी नजिकै गएर देखाउँछौँ। आऊ न तिमी हो। अहिले के मुखे बाङ्गो भइसकेको छ यार यसको त। यो मूर्ति चाहिँ हाम्रो वैकुण्ठ मानश्रेष्ठज्यूले बनाउनु भएको हो। यहाँको कसले बनाएको होइन छ है, पक्राएर। मूर्तिहरूमा चाहिँ बोलेन, अब त्यो के बोलिरहनु भनेर नबोले क्या। अब त्यो चाहिँ टुनमै हेर्नु न, क्लिप्स मात्रै देखा। कस्तो खतरा हेर्नु यार, आम्मामा। यही अहिलेको मूर्तिहरू खिच्ने चाहिँ हाम्रो। ल अहिले माथि गएर भेटौँला। केटाहरू जहाँको नि बाँदरले पारा चाहिँ देखाइहाल्नुपर्छ फेरि। ल के गरे अब त्यो एकछिन यता भिडियो खिचेर उनीहरू त बाँदरले पारा देखाइसक्यो घरको। नचल्यो अहिले फेरि यहाँ भ्लग कसले गर्छ, तँ गर्ने हो? अहिले चाहिँ हामी त्यहाँबाट आएको, त्यो गेटतिरबाट।
आइसक्यो डन भनेर आइरहेको फेरि गरे ब्लग गर नि अब दाइ नगर्नु नि यार भन्दा गर दाइ भन्दा तल हान्दिउ तपाईँ मेरो साथी कहाँ भयो आमा तपाईँ मेरो साथी कहाँ भयो आमा यहाँ कुलमाल घिसिङलाई नि भेटेका छौँ यहाँ हेर्न सक्नुहुन्छ यहाँ ट्यान ट्यान जमाएछ त्यतिर किन कराएर त यताबाट किन कराएर के ऐना त प्लाट बन्द रहेछ यहाँ भित्र नि पेन्टिङहरू त टन्नै थियो अब आउँदै रहेछ देख्दैन होला राम्रोसित ब्लर आउँछ कि हेर अस्ति नआउँदा त ऐना त सब ठिक थियो त हेर चराक सुरु फुटाइसकेको त्यस्तो चाहिँ नगरिदिनु होला है के गरे त्यो ल एउटा सध्य ऐना छैन तँ हो क्या फुटाउने हेरे भाइ फेरि यहाँ तँ रहेछ भने त फेरि मान्छेन नि त तर धेरै नयाँ चिजहरू थपेछ कि यता ए वेल पनि भेट्यो ल यहाँ जहाँ चाहिँ भित्ताभरि पेन्टिङ बाहेक केही रहेन यहाँ चाहिँ वेलको रहेछ है फेरि जेको पनि राम्रो बनायो पेन्टिङ चाहिँ ट्यागको कलर सलर मिलाएर अब चाहिँ एकछिन घुम्दा घुम्दै भोक्छ कि नानी त अब खाजा खानुपर्ने हुन्छ अहिले एकछिन खायो भने अब आमा घर जाँदै अनि अहिले खान लाग्यो चटपटे बनाइदिनु त 50 के बस्नु बस ल ल अहिले चटपटे बनिसक्यो ल चटपटे नै आयो अब चटपटे खायोभरि केटाहरू निक्लिसक्यो हजुर तल गौतम बुद्ध बनाएको के अरे अब त्यही हेरौँ न तल गएर यहाँको र अब त्यही अघिनकै मूर्तिहरू हो कि यहाँको विशेष गरी अलि राम्रो भनेको चाहिँ एकछिन त्यहाँ माथि फोटो सोटो खिचेर आएको त मान्छे त सुनसान के कोही रहेन त्यतातिर केटाहरू तलतिर गइसक्यो अब हामी पनि जाने ला अहिले अब निक्लिने बेलामा भेटौँ है त हामी चाहिँ अब गेटमा आइसक्यौँ अहिले जहाँबाट छिरेको त्यहीँ आयो हामी अहिले चाहिँ एकछिन भने नि आज रमाइलो भयो केटाहरू तलतिर गएर बसिरह हामी पनि अहिले तलतिर गएर भेटौँ नत्र अब घरै गएर भेटौँ कि अब साथी घर गएर भेटौँ हामी चाहिँ सब आइसक्यौँ अब यहाँ केटाहरू एकैटामा कोही भित्र मोबाइल हेरेर यो मात्रै हो अब यता चाहिँ ल म पनि अब भिडियो खिच्दै नचिलाएर अब घरै गएर इन्डिङ गर्नु पर्ला है त मर्निङ फ्यामिली दिस इज द नेक्स्ट डे होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि यहाँ सन्चै छु अनि हिजो बेलुका घर आएर भिडियो इन्डिङ गर्छु अरे खिच्नै अल्छिला अनि अब यसो भिडियो इन्डिङ गर्नु पऱ्यो भनेर आएको कि अनि कपाल हेर्नुभयो होला यहाँ किन क्याप लगायो भनेर अब हिजो बेलुका कपाल काट्यो अनि त्यही भएर अब यो म अर्को पार्टमा देखाइहाल्छु नि त्यसको लागि इन्तजार गरेर बस्नु न अब भिडियोको अन्तिममै छौँ हामी र डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर सब्सक्राइब हस् त अझै नि